हेलो साथीहरू, म आज चाहिँ एउटा एउटा सानो भिडियो लिएर आएको छु। होपफुली सानै हुन्छ। नेपालको पोलिटिक्सलाई चाहिँ पब्लिक चोइस थ्योरीको सिद्धान्तबाट चाहिँ कसरी एक्सप्लेन गर्न सकिन्छ होइन, त्यो विषयमा आफूले पढेका जानेका कुराहरू चाहिँ नि हल्का सेयर गर्न मन लाग्यो। म चाहिँ मास्टर्स स्टुडेन्ट हो अहिले। एरिजोना स्टेट युनिभर्सिटीमा पढ्छु होइन। मैले यो मेरो सेकेन्ड मास्टर्स हो। म विगत 10 वर्षदेखि चाहिँ नि अमेरिकामा 10, 12, 11, 12 वर्ष भयो। म अमेरिकामा काम गर्दैछु होइन। अनि नेपालमा पनि मैले 2 वर्ष जति चाहिँ सिभिल इन्जिनियरिङमा काम गरेको, यहाँ आएर मास्टर्स गरेँ। त्यसपछि अहिले अब अलिकति एक्सपिरियन्स भइसकेपछि फेरि मास्टर्स चाहिँ तर गर्नु मन लाग्यो, तर अलिकति पब्लिक एडमिनिस्ट्रेसन भन्ने विषयमा छ। त्यसमा चाहिँ पोलिटिक्सहरू अनि त्यसपछि गभर्मेन्ट कसरी चलाउने त्यो विषयहरूमा चाहिँ नि डिस्कसन हुन्छ। एक्जिक्युटिभ, पोलिटिक्स, ल, इधर उधर सबै कुरा छ होइन। म संक्षिप्तमा ट्राई गर्छु है, तर अलिकति मेरो बानी चाहिँ अलिकति इलाबोरेसनमा दिने बानी हुन्छ होइन। म एडिटिङ धेरै गर्न त्यति आइडिया छैन अहिले, त्यही भएर म सिम्पल भिडियो मात्र पोस्ट गर्छु होइन। होपफुली तपाईँ रमाइलो लाग्छ होला, किनभने यो विषयमा चाहिँ खासै कसैले डिस्कस गरिसकेको चाहिँ अहिलेसम्म देखिँदैन होइन। नेपालको यो अब सोसियल मिडियाको एजमा, त्यही भएर चाहिँ नि अलिकति यो पर्सपेक्टिभ पनि राख्न मन लाग्यो मलाई अहिलेको कन्टेक्स्टमा, नेपालको कन्टेक्स्टमा। सो या इन्ट्रोडक्सनमा चाहिँ नि के भन्नु पर्यो भने, कहाँदेखि सुरु गरौँ भन्दाखेरि नेपाल चाहिँ किन चाहिँ नि स्टेबिलिटीको किन समस्या छ पोलिटिक्समा, गभर्मेन्टमा, त्यहीँबाट स्टार्ट गरौँ होइन। वर्षौँ वर्ष भइसक्यो, अब लगभग 1990देखि 30वटा चाहिँ लगभग 30वटा गभर्मेन्टहरू फेरिसकियो होइन। त्यही पनि स्टेबल छैन है। के कारणले होला भनेर चाहिँ खलबली लाग्छ। अब मान्छेको नर्मली चाहिँ पोइन्ट अफ भ्यू के हुन्छ भने करप्सन भयो, मान्छेको पोलिटिसियनहरूको मोरालिटी छैन, त्यसपछि उनीहरूले चाहिँ देशको लागि काम गर्दैनन् होइन। विभिन्न चाहिँ गेस वर्कहरू चाहिँ धेरै छ। तर अब यो सिद्धान्तको हिसाबले र थ्योरीको हिसाबले चाहिँ यो के हो त, कसरी एक्सप्लेन गर्ने यो कुरालाई होइन, यो कुरामा अलिकति गइन्छ। तर बेसिक रूपमा बुझ्दाखेरि चाहिँ इन्ट्रोडक्सनमा भन्दाखेरि नेपाल चाहिँ धेरै वर्ष भयो अनस्टेबल गभर्मेन्ट छ। त्यति इकोनोमीले पनि धेरै लिप लिइसकेका छैन, मान्छेहरू फ्रस्ट्रेटेड छन्। यङ मान्छेहरू चाहिँ नि अब हामी जस्ता होइन छोडेर गइरहेछन्। हाम्रो पालाभन्दा अहिले त झनै म्यासिभ रूपमा चाहिँ मान्छेहरू, यङ केटाकेटीहरू चाहिँ नि बाहिर जाने, विदेश जाने जस्तो देखिरहेछ है। यसले चाहिँ रिसेन्टली प्रब्लमहरू पनि ल्याएको छ पोलिटिकल सेन्समा। नेपाल इज अ पार्लियामेन्ट्री डेमोक्रेसी भनेको सबैलाई थाहा छँदैछ होइन। तर एउटा कुरा चाहिँ नि के विचार गर्नुपर्छ भने नेपालको के विचार गर्नु पर्यो भने, अब नर्मली चाहिँ नि डेमोक्रेसीमा जुन डेमोक्रेसी अब फर्स्ट डेमोक्रेसी अमेरिकाबाट स्टार्ट भयो होइन, यहाँको अमेरिकाको डेमोक्रेसीमा चाहिँ नि तपाईँको सेपरेसन अफ पावर गरेर एक्जिक्युटिभ, लेजिस्लेटिभ र जुडिसियरी तिनवटा चाहिँ सिस्टम राखेको हुन्छ होइन। हामीले बच्चामा पनि सोसियल स्टडिजमा पढ्थ्यौँ नेपालमै हुँदाखेरि पनि होइन, स्कुलमा। त्यसमा चाहिँ नि तिनवटा गभर्मेन्ट हुन्छ होइन भन्ने एउटा सिद्धान्त हो, एक्जिक्युटिभ बडी। अब यसलाई चाहिँ नि यो के जरुरी नै छ भन्दाखेरि चाहिँ यसलाई कसरी बुझ्नुपर्छ भन्दाखेरि, एक्जिक्युटिभले चाहिँ काम गर्ने, लेजिस्लेटिभले चाहिँ ल बनाउने, अनि जुडिसियरीले चाहिँ नि अब के अरे त्यो ललाई चाहिँ फलो गर्ने, नगर्नेलाई पनिसमेन्ट गर्ने, ललाई चाहिँ इन्टरप्रिटेसन गरेर त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्नलाई हेल्प गर्ने होइन। त्यसरी सिम्पल रूपमा बुझ्नु पर्दाखेरि अलिअलि इङ्ग्लिस मिडियममा पढेर होला, अलिअलि नेपालीमा इङ्ग्लिस मिक्स हुन्छ है, त्यसमा माइन्ड गर्नु होला।
अ, तर अब अर्को कुरा चाहिँ नि कहाँनिर आयो त्यो कुरा बुझ्नु पर्यो है। अनि त्यसपछि अर्को कुरा चाहिँ के हो भन्दा हामीले इलेक्सन गर्छौँ नि, इलेक्सन गर्दाखेरि चाहिँ नि हामीले लेजिस्लेटिभ बडीलाई इलेक्सन गर्छौँ क्या। लेजिस्लेटिभ बडीलाई इलेक्सन गर्छौँ अनि त्यो लेजिस्लेटिभ बडीले चाहिँ ग्रुपमा डिसाइड गरेर एक्जिक्युटिभ बडी बनाउँछ है। हामीले एक्जिक्युटिभलाई इलेक्सन गर्ने होइन। जस्तै अहिलेको सिस्टम नेपालको सिस्टममा, अब अमेरिकाको सिस्टममा चाहिँ नि हामी लेजिस्लेटिभ छुट्टै इलेक्सन गर्छौँ, एक्जिक्युटिभलाई छुट्टै इलेक्सन गर्छौँ। अब एक्जिक्युटिभ डिरेक्ट इलेक्ट हुन्छ अथवा हुँदैन, जे भए पनि अमेरिकामा चाहिँ डिरेक्ट हुन्छ। तर बुझ्नु पर्दाखेरि एक्जिक्युटिभ छुट्टै छ, लेजिस्लेटिभ छुट्टै छ। तिनीहरूको बिचमा चाहिँ अलिकति क्लास भइरहन्छ अहिलेको सेन्समा। अब ट्रम्प र अहिले डेमोक्रेटिक लेजिस्लेटिभ ऊहरू कङ्ग्रेसहरूमा चाहिँ नि त्यो क्लास भए जस्तो त्यो त्यसको लागि नै बनाएको हो, क्लास भइ नै हाल्छ यहाँनिर होइन। तर त्यो अभोइड गर्नको लागि होला आई थिङ्क होइन। नेपालमा चाहिँ जब सुरुमा बनाइयो, अब इन्डियामा अथवा युकेमा पनि त्यस्तै रहेछ है, बनाइयो त्यसमा चाहिँ नि तपाईँको त्यो क्लास नहोस्। एकचोटि जसले पावर मेजोरिटी आयो उसले लेजिस्लेटिभ पनि बनाउन मिल्यो अनि एक्जिक्युटिभ पनि बनाउन मिल्यो। अब अलिक सजिलो तरिकाले चाहिँ डेमोक्रेसी लागू गर्न खोजेको होइन। प्रोज कोन्स दुइटैको छ। फ्रिक्वेन्ट कोअलिसन ड्यु टु मेनी पार्टिज धेरै भएको भएर फ्रिक्वेन्ट कोअलिसन हुनुपर्ने भयो। अब कोअलिसन चाहिँ बढी चाहिँ केले ट्रिगर गर्छ भन्दाखेरि एक्जिक्युटिभ बनाउनको लागि कोअलिसनले बढी ट्रिगर भइरहेछ कि नेपालको कन्टेक्स्टमा। किनभने अब कानुन मात्र बनाउने भएको भए लेजिस्लेटिभ बडीले न्याय के अरे व्यवस्थापिकाले चाहिँ कानुन मात्र बनाउने भए कोअलिसन के कुरामा कोअलिसन हुन्थ्यो भने ल बनाउने कुरामा कोअलिसन हुन्थ्यो। ल है हामीले चाहिँ अब यो ट्याक्स रिडक्सन गर्नु पर्यो, एउटा ल बनाउनु पर्यो होइन। अथवा चाहिँ इमिग्रेन्टहरूले के अरे नेपाली विदेशमा बस्ने नेपालीहरूले पनि बोर्डिङ दिन गर्नु पर्यो, एउटा ल बनाउनु पर्यो भन्ने कुरामा अब हामी मिलौँ भनेर कोअलिसन हुन्थ्यो सिम्पल सेन्समा होइन। अब अहिले चाहिँ किन कोअलिसन बढी हुन्छ भने एक्जिक्युटिभको पावर पाउनको लागि बढी कोअलिसन भइरहेको देखिन्छ कि। त्यो चाहिँ किन भइरहेछ भने तपाईँको एक्जिक्युटिभ चाहिँ लेजिस्लेटिभबाट बन्छ, त्यही भएर है। त्यसपछि त्यो कुरा भइहाल्यो। अब अहिलेको करेन्ट सिस्टममा अब भन्नुपर्दाखेरि पार्लियामेन्ट्री सिस्टम सिमिलर टु इन्डिया भनिहालेँ मैले। लेजिस्लेटिभ ल मेकिङ प्लस एक्जिक्युटिभ फर्मेसन पनि गर्छ लेजिस्लेटिभले, त्यो कुरा मैले भनिहालेँ। प्रोज चाहिँ एक मेजोरिटी रुल इन्स्योर्स एलाइनमेन्ट बिट्विन द ल मेकिङ एन्ड गभर्मेन्ट भनेको अब कस्तो भयो भने प्रो भनेको के भयो भने ल मेकिङ जसले रुल बनायो उसैले त्यो लागू पनि गर्यो। अब सजिलो भयो भन्ने हिसाबले बनाएको हो यो होइन। किनभने अब ट्रम्प र अमेरिकाको केसमा चाहिँ जहिले पनि बाजै हुन्छ होइन। अब कहिलेकाहीँ त अहिले त रिपब्लिकन मेजोरिटी छ युएसएमा है। तर रिपब्लिकनको मेजोरिटी चाहिँ नहुँदाखेरि, कङ्ग्रेसमा मेजोरिटी नहुँदाखेरि कहिले बिल पनि पास हुँदैन है। अहिले पनि मेजोरिटी भए पनि अहिले पनि एकदम मार्जिन कम छ, त्यही भएर लहरू अथवा बिलहरू कहिलेकाहीँ गभर्मेन्ट सटडाउन हुने के हुने त्यो कङ्ग्रेसले गर्ने। अब त्यो चाहिँ भइ नै रहेछ, एक्जिक्युटिभले चाहेर पनि पास नहुने। नेपाल केसमा चाहिँ त्यो अलिकति कम हुने भयो, किनभने तपाईँको जो पावरमा हुन्छ एक्जिक्युटिभमा उसैले चाहिँ नि मेजोरिटी हुन्छ उसको अभियसली न्यायपालिका के अरे व्यवस्थापिकामा। अनि त्यही हिसाबले उसले ल पनि बनाउने भयो, काम पनि गर्ने भयो है। तर त्यसको कन्स भनेको चाहिँ अब के भयो भने मैले भनिहालेँ जस्तै इन्स्टेबिलिटी, कोएलिसन बढी हुने भयो कि। अब हामीले इलेक्सन गरेका छ, अब बाँकेबाट बर्दियाबाट एउटा इलेक्टोरल कलेजबाट इलेक्सन गरेका छ, एउटा ठाउँबाट इलेक्सन गरेका छ त्यो मान्छेलाई रिप्रेजेन्ट गर्नलाई। तर त्यो मान्छे चाहिँ सरकार बनाउनेमा कोएलिसनमा बढी झुन्डिने जस्तो देखिन्छ है नेपालको कन्टेक्स्टमा होइन। किनभने त्यो कस्तो भयो भने त्यो सिस्टमै त्यसै गरी गयो कि।
प्रोज एन्ड कन्स त्योहरू भयो। प्रोज पनि छ, कन्स पनि छ भनौँ न। किन स्ट्रगल गर्छ त कोएलिसनले होइन? अब अभियसली भनिसके, फ्रिक्वेन्ट बार्गेनिङ, पावरको लागि बार्गेनिङ हुने होइन। अब सर्ट टर्मको लागि चाहिँ नि इलेक्सन जित्नको लागि, पपुलर हुनको लागि इलेक्सन जित्ने, त्यसपछि इलेक्सन जितेपछि बिर्स्यो। थाहा छ पोलिसी ग्रिड लक भनेको चाहिँ अब धेरै जसो कोएलिसन भएपछि के हुन्छ भने, धेरै कोएलिसन गभर्मेन्ट चाहिँ धेरैजना भएपछि कस्तो हुन्छ भने, अब कोएलिसन भएपछि कस्तो हो भने, अब तपाईँको भन्नुपर्दाखेरि अब एउटै पार्टीले चाहिँ नि मेजोरिटी लिन सकेन। अब पार्टी गभर्मेन्ट बनाउनको लागि 4-5वटा पार्टी ल्याएर कोएलिसन गर्नु पर्यो। अब कसैले भनेको कुरो पनि एक्जिक्युट गर्न सकिएन क्या। जस्तै अब कङ्ग्रेसको एउटा सिद्धान्त होला, कम्युनिस्टको अर्को सिद्धान्त होला, माओवादीको अर्को सिद्धान्त होला। यिनी 3जना मिसेर चाहिँ कोएलिसन गभर्मेन्ट बनायो भने उनीहरूको आफ्नो आफ्नो सिद्धान्तले न ल बन्छ न एक्जिक्युट हुन्छ होइन। न एक्जिक्युटिभमा काम गर्छ न लमा काम गर्छ। त्यो भएर चाहिँ पोलिसीहरू चाहिँ न पास भइदिने, बिल ग्रिड लक भइदिने हो। त्यस्तो कुराहरू अब हामीले इक्जाम्पलदेखि नै राख्छौँ है। अब यो किन स्ट्रगल हुन्छ भन्ने कुरा, अब यसलाई चाहिँ नि अब हाम्रो यो कमन सेन्समा हामीले यो यस्तो हुन्छ भनेर अब लेम्यान्स टर्ममा बुझिरहेछौँ भने, यसलाई चाहिँ अब पब्लिक चोइस थ्योरी भन्ने छ क्या। पब्लिक चोइस थ्योरी भनेको चाहिँ अब अहिले म एक्सप्लेन गर्छु, तर त्यसले चाहिँ कसरी बुझ्ने भन्ने कुरा आयो है। अब एउटा इन्ट्रेस्टिङ कुरा छ कि यहाँनिर अलिक डिपमा गइन्छ है। अब अलिकति इन्ट्रेस्टिङ कुरा के छ भने, अब अलिकति साइडमा जाऊँ है। अब इकोनोमिक्सको कुरा गरौँ अलिकति माइक्रो इकोनोमिक्सको कुरा गरौँ। अब माइक्रो इकोनोमिक्सको कुरा गर्दा हामीले चाहिँ नि कस्तो हुन्छ भने, हामीले लाइफमा जहिले पनि चोइसेसहरू गरिरहेको हुन्छौँ क्या, हामी ह्युमन बिङ्स भएर। किनभने हाम्रो निड्स हुन्छ होइन। हाम्रो निडहरू धेरै हुन्छ। हाम्रो निड भएको भएर हामीले डिफ्रेन्ट चोइसेसहरू गरिरहेको हुन्छौँ क्या। जस्तै फर इक्जाम्पलको रूपमा भन्दाखेरि, जस्तै अब तपाईँ चाहिँ 5 रुपियाँको 1 किलो गोलभेडा खाने कि 10 रुपियाँको 1 किलो गोलभेडा खाने भन्दाखेरि, अब 5 रुपियाँको गोलभेडा खाँदाखेरि मलाई पैसा कम लाग्यो, तर अलिकति 2-4वटा सडेको पनि पर्न सक्छ होइन। अब त्यहाँनिर चाहिँ प्रोज एन्ड कन्स हेरेर चोइस गर्ने क्या आफ्नो। अनि त्यस्तो कन्सेप्ट चाहिँ इकोनोमिक्सले भनेको कन्सेप्ट चाहिँ, तपाईँको केही इन्सेन्टिभ भयो भने तपाईँले एउटा चोइस लिनुहुन्छ। जस्तै अब अभियसली 5 र 10मा दुइटै एउटै क्वालिटी छ भने त इन्सेन्टिभ त पैसा बच्यो नि त 5 किन्दाखेरि, सिम्पल ल्याङ्ग्वेजमा होइन। भनेपछि तपाईँले त्यो इन्सेन्टिभ हेरेर चाहिँ चोइस गर्नुहुन्छ होइन। किन भन्दाखेरि हामीले किन त्यस्तो गर्छौँ भने, हाम्रो रिसोर्सेसहरू लिमिटेड हुन्छ। भनेको अब तपाईँसँग चोइसेसहरू ठिक्क लिमिटेड अमाउन्ट अफ चोइसेसहरू छ होइन। तपाईँले त्यो रिसोर्सेस छ, त्यो तपाईँले चोइस चाहिँ नि गर्नै पर्छ है। नेपालमा अब तपाईँको इलेक्सनमै जानु हो भने तपाईँले चोइस गरेर इलेक्ट हुने हो होइन। अब कुनै एउटा पोलिटिसियनले फर इक्जाम्पल कुनै पोलिसी चाहिँ पुस गरिरहेछ भने उसको पनि केही इन्सेन्टिभ भएरै पुस गर्छ। इन्सेन्टिभ चाहिँ नट नेसरली पैसा मात्र इन्सेन्टिभ हुन्छ होइन। कसैको लागि चाहिँ नि आफ्नो अब इगो होला, सुपर इगो होला, अथवा आफ्नो नेगेटिभै मात्रै नजाऊँ, अब कसैलाई चाहिँ नि आफ्नो मलाई कुनै ठुलो काम गरेर यो दुनियाँबाट जानु छ भन्ने होला होइन। अब केही न केही त इन्सेन्टिभ नभइकन त मान्छेले केही पनि काम गर्दैन नि। यो चाहिँ सिम्पल, अब तपाईँले अलिकति डिपली सोच्नुपर्छ, तर अलिकति राम्रोसँग डिपली सोचेपछि चाहिँ यो हरेक कुरामा चाहिँ मान्छेले चोइस गरिरहेको हुन्छ क्या। पोलिसियनको केसमा पनि त्यही हुन्छ। कोही चाहिँ यो पब्लिक चोइस र इकोनोमिक्सले चाहिँ के भन्छ भने, सेल्फलेस चाहिँ कोही पनि हुँदैन। भनेको म चाहिँ यो दुनियाँकै लागि मात्र काम गर्छु। मदर टेरेसा र उसको इक्जाम्पल दिन्छन् होइन। उसको मदर टेरेसा र भनौँ न महात्मा गान्धीको इक्जाम्पल लिँदा पनि महात्मा गान्धीले जे गरे त्यो किन गरे होइन।
त्यस्तो पनि सोच्नुपर्ने आउँछ क्या यो इकोनोमिक्स थियोरिटिकल कुरा गर्दाखेरि चाहिँ नि अब थ्योरीका कुराहरू गर्दाखेरि चाहिँ त्यहाँसम्म पनि सोच्नुपर्छ क्या कुनै दिमागमा लिमिटेसन राख्नु भएन है केही कुराको रिजन चाहिँ किन हुन्छ भनेर साइन्टिफिकली खोज्नुपर्छ है अब त्यही फिलोसफीमा बसेर अब मदर टेरेसाले किन गरिन् भने उहाँलाई चाहिँ नि अब आफ्नो लाइफलाई सेक्रिफाइस गरेर चाहिँ मैले चाहिँ अरूको हेल्प गर्दाखेरि चाहिँ मलाई खुसी हुन्छ है खुसीको लागि उहाँले आफ्नो खुसीको लागि नै गरे हो नि त मान्छेको हेल्प गरेर मलाई खुसी हुन्छ भनेपछि त्यो मेरो खुसीको लागि मैले अरूलाई हेल्प गरेँ केही न केही इन्सेन्टिभ नभइकन मान्छेले काम गर्दैन अब इन्सेन्टिभ नखोज्ने मान्छे भनेको मान्छे नै होइन किनभने उसले केही पनि गर्दैन इन्सेन्टिभ नखोज्ने छ भने भन्ने त्यो चाहिँ एउटा सिम्पल बेसिस चाहिँ अब हामी चाहिँ एउटा बेसिस त्यहाँ चाहिँ बनाइराखौँ है सोच्नुहोस् यो चाहिँ एकदम यो नबुझिकन अगाडि बढिँदैन अब इकोनोमिक्सको सिद्धान्तले त्यो भन्छ होइन अब त्यो सिद्धान्त चाहिँ पोलिटिक्समा पनि लाग्छ अनि त्यो पोलिटिक्समा त्यो सिद्धान्त लगाएपछि त्यसलाई पब्लिक चोइस थ्योरी भनिन्छ होइन त्यो चाहिँ अब एउटाले क्वाइन गरे हो तर त्यो पब्लिक चोइस थ्योरी भने चाहिँ त्यो हो है केही न केही इन्सेन्टिभ नभइकन मान्छेले काम गर्दैन पोलिटिसियनहरूले के इन्सेन्टिभ लिन्छ जस्तै मैले स्लाइडमा राखेको छु यो पावर रेपुटेसन रिइलेक्सनको अब लोभ होइन अथवा अब सिम्पली करप्सन गर्ने अथवा केही गर्ने अथवा मान्छेको जस्तै भने सुपर इगो मैले चाहिँ नि यो गरेँ भने म चाहिँ वेल नोन हुन्छु सोसाइटीमा जस्तै अब मैले बाराक ओबामाको पनि जीवनी पढेको थिएँ होइन अथवा बर्नी स्यान्डर्स अब जसैको पनि ट्रम्पको पनि आउला कुनै दिन तर के भयो भने तपाईँको उनीहरू पनि कुनै मान्छे चाहिँ म प्राइम मिनिस्टर बन्छु भन्ने जुन एम्बिसन लिन्छ नि त्यो किन लिन्छ त तपाईँ चाहिँ ठुलो मान्छे हुनु भनेर टिका लगाइदिन्छन् होइन किन त्यो चाहिँ चोइस त्यो एम्बिसन किन लिन्छन् मान्छेले म ठुलो हुँला म नाम कमाउला होइन दाम त अब ल नकमाउला पनि दाम कमाउँदाखेरि त मान्छे सेल्फिस भयो अरे तर नाम कमाउला भन्ने जुन एउटा चाहिँ त्यो इगो पनि नभनौँ एम्बिसन हुन्छ नि त्यसको लागि नै काम गर्ने हो प्राइम मिनिस्टरले पनि म प्राइम मिनिस्टर बनाउँला देशलाई राम्रो बनाउला भन्ने पनि उसको एउटा आफ्नो पर्सनल एम्बिसन हुन्छ नि त अनि त्यो पर्सनल गोल्सको लागि चाहिँ पोलिटिसियनहरूले पनि पर्सनल गोल्सका लागि काम गर्ने हो है त्यो चाहिँ नै अब अलिकति बुझ्नुपर्छ कोही पनि दुधका धुला चाहिँ हुँदैन भन्नाले कोही केही न केही इन्सेन्टिभको लागि काम गर्छ राम्रै इन्सेन्टिभको लागि काम गर्ने भए पनि त्यो मान्छेले म चाहिँ यो गरेपछि मेरो आफ्नो चाहिँ गोल फुलफिल हुन्छ लाइफको गोल मेरो कसैलाई चाहिँ म निर्वाणा पाउँछु भन्ने एउटा त्यो पनि त एउटा इच्छा नै हो निर्वाणा पाउन किन पर्यो होइन त्यो त उसको इच्छा हो त्यो केही इच्छा नै नभए भने त मान्छे नै भएन त्यो कुरा चाहिँ नि एउटा इकोनोमिक्सको कुरा थ्योरी बुझौँ है त्यसपछि अब अर्को कुरा गर्दाखेरि तपाईँको यो कुरा चाहिँ किन मेक सेन्स गर्छ पोलिटिक्समा चाहिँ भन्दाखेरि पिपुल एक्सपेक्ट पोलिटिसियन्स टु एक्ट लाइक पुरै सेन्ट हुन्छ उसले भात पनि खाँदैन उसले पैसा पनि कमाउँदैन ऊ चाहिँ नै एकदम देशको लागि परेको छ ज्यान पनि गर्छ भनेर पुरै लागि परेको छ जस्तै आजै मैले न्युज हेरेँ अब रवि के अरे लामी छानेले खुट्टामा घाउ भयो अरे के भयो अरे अनि म चाहिँ देशको लागि गर्छु भनेर नराम्रो भने होइन है तर चाहिँ लागि पर्यो अरे अब कुनै एक्सटेन्टसम्म लागि पर्ला तर उसको हेल्थले जहिलेसम्म दिन्छ तहिलेसम्म नै हो त्यसपछि त ह्युमनको पनि ऊ हुन्छ लिमिटेसन्सहरू हुन्छ होइन उसले गरिरहेको छ जे ठिकै गरेर होला तर मैले त्यो भन्न खोजेँ होइन तर कस्तो भयो भने हामीले चाहिँ नि एकदमै सेन्ट्स नै हुन्छन् पोलिटिसियनहरू मान्छे नै होइन उनीहरू त पुरै भगवानै हुन् भन्ने जस्तो हाम्रो एक्सपेक्टेसन हुन्छ है हाम्रो एक्सपेक्टेसन हो रियालिटीमा हुँदैन र हाम्रो एक्सपेक्टेसन त्यस्तो हुन्छ घुस पनि नखाने 5 रुपियाँ पनि नखाने अब पुरै आफ्नो ज्यान लगाइदिने आफ्नो जिन्दगी नै सुम्पिदिने
त्यस्तो त्यतिसम्मको चाहिँ अ, एकदम त्यागी धर्मात्मा हुन्छन् भन्ने जस्तो हाम्रो एक्सपेक्टेसन हुन्छ होइन। पब्लिक चोइस थ्योरीले के भन्छ भने त्यही हो सेल्फ इन्ट्रेस्ट। अब मार्केट भनेको मार्केट भने बाहिरको मार्केट भन्नु खोजेँ होइन। मार्केट भनेको चाहिँ बाहिर एभाइलेबल कुराहरूको आधारमा आफ्नो मान्छेले चाहिँ आफ्नो इन्ट्रेस्ट चाहिँ फुलफिल गर्छ होइन। अब पोलिटिसियन चाहिँ कन्छ ठुलो मान्छेको पोलिटिसियन पनि त मान्छे नै हो। जस्तै इक्जाम्पल पर्दाखेरि चाहिँ नि कसैले चाहिँ नि केही कुरा बेच्छ भने मान्छेले किन्छन् भनेर मैले बेच्छु भनेको हो भने प्रोफिटको लागि बेच्छु। केही कुरा बेच्छ सपकिपरले प्रोफिटको लागि बेच्छ। पोलिटिसियनले पनि केही कुरा पपुलर पोलिसी किन बेच्न गराउन खोज्छ भने उसले चाहिँ नि भोट पाउनको लागि होइन। जस्तै अब मैले यो बिल पास गरेँ भने मान्छेहरूलाई चाहिँ नि राम्रो लाग्छ। त्यही भएर तपाईँले अहिलेको नयाँ पोलिटिसियनहरू यो अहिले अलि ऊ गरेको अब यो के भन्छ नयाँ पार्टी रे स्वतन्त्र पार्टी राष्ट्र स्वतन्त्र पार्टी यसमा चाहिँ एउटा दुईवटा अलि पब्लिकमा बोल्ने उहरूले चाहिँ के अलिक पुरै क्लियर आइडिया दिँदैनन् क्या। जनताले जे चाहन्छ त्यही हुन्छ भन्छन्। पोलिटिसियनले भन्नुपर्ने एक्ज्याक्टली त्यही नै हो। जनताले जे चाहन्छ त्यही हुन्छ। डेमोक्रेटिक स्टेटमा है पोलिटिसियनले भन्नुपर्ने त्यही हो। जनताले जे चाहन्छ त्यही आफ्नो धेरै लाभ मिल्दैन क्या। जनताले जे चाहन्छ त्यही हुन्छ। जनता भेडा भयो भने अब पोलिटिसियन पनि भेडै हुनुपर्छ क्या। जनता भेडा र पोलिटिसियन धेरै बाटो भएर नि काम छैन है त। ल त्यो कुरा त्यो डेमोक्रेटिक उसमा त्यो हुन्छ। तर भन्न खोजे के भने पोलिटिसियनको पनि केही इन्ट्रेस्ट हुन्छ। नेक्स्ट पब्लिक चोइस थ्योरी भने के हो मैले अलिकति एक्सप्लेन गरिसकेँ। अप्लाइज इकोनोमिक्स टु पोलिटिक्स भनेको अब इकोनोमिकको थ्योरी पोलिटिक्समा लगाएपछि त्यसलाई पब्लिक चोइस थ्योरी भन्छन्। पोलिटिसियनहरूलाई ब्युरोक्राट्सहरू अब भोटर्सहरूलाई पनि यो सिद्धान्त लागु हुन्छ। भोटरले पनि चोइस गर्ने हो है। अब तपाईँलाई दिएको मध्येमा केही चोइस तपाईँ भोटरले गर्नुहुन्छ है। जस्तै मान्छेले ट्रम्पलाई किन जितायो उनीहरूसँग दुईवटा चोइस थियो कि त ट्रम्प कि त क्यामला ह्यारिस होइन। दुईवटा मध्ये एउटालाई चोइस गर्नु पऱ्यो। भोटरले पनि अब कुन इन्सेन्टिभ हेर्छ अब कसले चाहिँ मलाई ट्याक्स घटाइदिन्छ भन्ने कसैले इन्सेन्टिभ हेर्ला। ट्रम्पले ट्याक्स घटाइदिएला होइन ट्रम्पलाई भोट देला धेरै जसो नेपाली कोही नेपालीहरूले त्यो पनि दिन्छन् है। इन्डियनहरू पनि धेरै देखेको छु मैले अलिक कन्जर्भेटिभ रिपब्लिकनमा लागेका। अब कसैको त्यस्तो होला सबैजनाको अझै जरुरी पनि छैन होइन। तर केही न केही इन्सेन्टिभ हुन्छ मसँग त्यही भएर मैले त्यो हिसाबले मैले चोइस गर्छु। यसले चाहिँ मलाई यो देशलाई राम्रो बनाउला भन्ने कसैलाई लाग्ला त्यही भएर त्यो इन्सेन्टिभ पाइएला भनेर चाहिँ नि उसले आफ्नो भोट दिन्छ होइन। त्यो पब्लिक चोइस थ्योरी भोटरलाई पनि लाग्छ। ब्युरोक्राट्सलाई अफिसले लागिहाल्छ। पोलिटिसियनहरूको मैले गरिहालेँ कुरा। गभर्मेन्ट चाहिँ अफन चाहिँ यो पब्लिक चोइस थ्योरीले चाहिँ के एक्सप्लेन गर्छ भने अब जस्तै 1960मा चाहिँ दुईवटा इकोनोमिस्टहरूले चाहिँ यो पब्लिक चोइस थ्योरीको बारेमा अलिकति एक्सटेन्सिभली भनेका थिए किताब पनि पब्लिस गराएर चाहिँ म भन्छु अहिले। तर यसले चाहिँ नि गभर्मेन्ट किन फेल हुन्छ भनेर अलिकति एक्सप्लेन गर्छ क्या। जुन चाहिँ नि अब सोच्नु पऱ्यो नि त। अब लगभग 1990 भने मैले 1990देखि अहिलेसम्म 30वटा गभर्मेन्ट बनिसक्यो नेपालमा भनेपछि किन फेल हुन्छ लगभग 30वटा किन फेल हुन्छ सोच्नु पऱ्यो नि त। अब तपाईँले केपी ओलीको झोले त नभनौँ होइन उहाँको ऊहरूलाई चाहिँ नि मान्छेहरूलाई चाहिँ कार्यकर्ताहरूलाई भोटरहरूलाई उहाँहरूको जेन्युइनली उहाँहरू लागि परेकै छन् क्या। उसले चाहिँ नि केही कुरा देखे राम्रो कुराहरू देखे भोट पनि पाउँछन्। अहिलेसम्म त पाएर मेजोरिटीमा प्योरली मेजोरिटीमा पनि धेरै भोट पनि पाएका हुन्। एमाले पनि पाउँछन्। अब हाम्रै बा एमाले थिए होइन नघोषित एमाले। अनि त्यसपछि काङ्ग्रेस भए अब कम्युनिस्ट भए माओवादीलाई पनि त्यत्रो भोट दिएकै हो।
भनेपछि जो मान्छे लागे ऊ त जेन्युनली यसले केही गर्ला भनेरै लागे हुन्छन् होइन। त्यही गर्दा गर्दै पनि किन फेल भइरहेछ त गभर्मेन्ट, किन फेल भइरहेछ? अब करप्सनले हो भने त्यो पनि यसले अलिकति एक्सप्लेन गर्छ। करप्सन वान अफ द रिजन्स हो होइन। अर्को अब सिस्टम कसैले भन्छ सिस्टम नराम्रो छ। अब सिस्टम नराम्रो छ भने कसरी हो भनेर त्यो पनि एक्सप्लेन गर्छ पब्लिक थियोरीले। तर सबै चाहिँ नै हाम्रो इकोनोमिक्सको प्रिन्सिपल्समा बेस भएर है भन्ने कुरा भयो है। अब इक्जाम्पलको लागि बिहेभ लाइक सपकिपर्स अगाडि भने सपकिपर जस्तो हुन्छ। भोट धेरै पाउनको लागि नै हो उनीहरूले काम गर्ने होइन, पावर र भोटको लागि। अब पोलिटिसियनले पावर र भोटको लागि काम गर्यो भन्दैमा अब हामी चाहिँ मलाई पोलिटिसियन काम छैन भन्नु मिल्दैन क्या। किनभने उनीहरूको कामै त्यही हो। उनीहरूले पावर र भोटकै लागि नै मेनली भोटको लागि काम गर्ने हो पोलिटिसियनले। अब डेमोक्रेटिक स्टेटमा चाहिँ नि भोटकै लागि काम गर्नुपर्छ क्या, अरूको लागि काम गरेर हुँदैन। किनभने जो मान्छेले राम्रो काम गर्छ उसले धेरै भोट पाउँछ। यो मतलब चाहिँ अब जसले उसले राम्रो काम गरेको छैन भने अर्को पालि उसलाई आउट हुन्छ, भोटरले आउट गर्छ होइन। अब अर्कै पालि हुँदैन, कहिलेकाहीँ रिभोल्युसन पनि हुन्छ, तर अल्टिमेट पावर चाहिँ भोटरको हुन्छ भन्ने डेमोक्रेटिक सिद्धान्त हो होइन। फर द पिपल, बाई द पिपल, फ्रम द पिपल कि अफ द पिपल भन्ने सिद्धान्त हो होइन। त्यही भएर पोलिटिसियनको इन्सेन्टिभ के हो भने भोट धेरै पाउने। काम किन गर्छ? धेरै भोट पाउनको लागि। राम्रो काम गर्ने धेरै भोट पाउँछ। के एउटा प्रिन्सिपल्स लिएर बसेको छ भने उसको एक्सपेक्टेसन भोट धेरै पाउने हो होइन। पोलिटिसियन चाहिँ त्यसमा चल्छ कि बढी, त्यो नराम्रो होइन डेमोक्रेटिक प्रिन्सिपल्समा है। त्यसपछि चाहिँ नि ओरिजिन्स पब्लिक चोइस थ्योरीको ओरिजिन चाहिँ 1950-96तिर भएको। जेम्स बुक्यानन र गॉर्डन टुगोलक भन्नेले इकोनोमिस्ट रहेछ। उनीहरूले किताब पनि लेखेका छन्। यो किताब चाहिँ खोजेर पढ्छु। यसले क्यालकुलस अफ कन्सेन्ट भन्ने चाहिँ उहिले जमानामा लेखेका रहेछन् होइन। अनि यसले चाहिँ नि अब त्यो ऱ्यासनल चोइस थ्योरी भन्ने हुन्छ। त्यसले मैले जुन माइक्रो इकोनोमिक्स कुरा गरेँ नि, यो ऱ्यासनल चोइस थ्योरी भन्ने पनि छ कि माइक्रो इकोनोमिक्समा। तर कुरा चाहिँ त्यही हो, पोलिटिक्स इज अल अबाउट इन्सेन्टिभ नट अल्टरिजम। भनेको सेल्फलेसनेस चाहिँ हुँदैन, अलिअलि चाहिँ आफ्नो सेल्फ इन्ट्रेस्ट भइहाल्छ। चेन्ज द भ्यू अफ गभर्मेन्ट, कम्पिटिङ इन्ट्रेस्ट नट बेनेभोलेन्ट प्लान। ओके, सो चेन्ज कम्पिटिङ इन्ट्रेस्ट हुन्छ। यो चाहिँ एकदम पोलिटिसियन चाहिँ दुधका धुला कम्प्लिटली चाहिँ नि एकदम म चाहिँ अम्निपोटेन्ट भगवान हो, मैले चाहिँ जे गर्छु यो जनताको लागि गर्छु भन्ने टाइपको उनीहरूको केही न केही इन्ट्रेस्ट हुन्छ है। त्यो चाहिँ अलिकति माइन्डमा सेट राख्नुपर्छ क्या। हामीले अलिक बिर्सिरहेको हुन्छ उनीहरू जस्तो होइन। केही न केही इन्ट्रेस्ट, सबैको इन्ट्रेस्ट हुन्छ, हुनु पनि पर्छ। मान्छेको इन्ट्रेस्ट नभए त मान्छे नै भएन नि। जनताको मलाई चाहिँ जनताको सेवा गर्नुपर्छ भन्ने इन्ट्रेस्ट चाहिँ त्यो खासै काम छैन। त्यो हुँदा पनि हुँदैन। जनताको सेवा गरेपछि के पाउँछस् त तैँले भनेर सोध्नुपर्छ क्या। जनताको सेवा गरेपछि बापत मैले चाहिँ जिन्दगीको सुखी पाउँछु, त्यो पनि त उसको इन्ट्रेस्ट हो। उसलाई चाहिँ जिन्दगीमा सुखी चाहिएको रहेछ जनताको सेवा गरेर होइन। भनेपछि बिना इन्ट्रेस्टको केही पनि हुँदैन है त। अब वान अफ द थियोरिज अफ पब्लिक चोइस थियोरी चाहिँ मिडियन भोटर थियोरी भनिन्छ। यो चाहिँ एकदम अलिक इन्ट्रेस्टिङ छ है, अलिकति इन्ट्रेस्टिङ आउँदैछ यहाँको। मिडियन भोटर थियोरम अथवा थियोरीमा चाहिँ के भन्छन् भने मिडियन हामीले चाहिँ अब जस्तै तपाईँले पार्टी खोल्नुभयो, तपाईँले सिट जित्नु छ भने तपाईँले मिन होइन, मिडियन भनेको अब आधा। जस्तै तपाईँले के गर्नुभयो भने 1देखि 100वटा भोट छ, 100वटा भोटर छ अरे होइन। 100वटा भोटरको 100वटा चोइस छ अरे। कसैलाई 1 रुपियाँ मनपर्छ, कसैलाई अब 1 रुपियाँ नहुने एउटा 1% ट्याक्स मनपर्छ, कसैलाई 2% ट्याक्स पर्छ, कसैलाई 3% ट्याक्स पर्छ, कसैलाई 2टालाई 5% मन पर्ला, 3टालाई 10% मन पर्ला होइन। त्यसै गरी चाहिँ भनौँ न अब लास्टसम्ममा कसैलाई 25% मन पर्ला, कसैलाई 30% मन पर्ला। ट्याक्स यतिसम्म हुनुपर्छ जस्तो लाग्छ होला। सबैलाई चाहिँ नि एरेन्ज गरेर
तपाईँको मिडियनमा के पर्छ, यदि तपाईँले त्यो एजेन्डा चाहिँ आफ्नो प्रस्तुत गर्नुभयो भने तपाईँले भोट जित्नुहुन्छ। अब यो अलिकति यो कसरी अलिक बुझाउन गाह्रो छ है, तर एकचोटि तपाईँले पनि आफै गुगल गरेर खोज्नु होला होइन, मिडियन भोटर थ्योरम भन्ने हेर्नु होइन। भनेको पोलिटिसियनले चाहिँ जहिले पनि मिडियनमा पुस गर्न चाहन्छ क्या, उसको अब उसले जरुरी चाहेको पनि होइन, अथवा अटोमेटिकली त्यसमै जान्छ। भोटर्सले चाहिँ नि कम्बाइन्ड रूपमा चाहिँ भोटर्सको इलेक्सन भइसकेपछि चाहिँ चोइस चाहिँ के आउँछ भन्दा मिडियन आउँछ। मिडियन किन आउँछ भने सेन्ट्रल चाहिँ त्यही नै हो। अब मिडियन भनेको अब सेन्टरमा मान्नु होइन, अब सेन्टरबाट म अलिकति लेफ्टतिर गयो भने अर्को तरिकाले बुझ्दा भनेको जस्तै अब मिडियन चाहिँ 15% ट्याक्स राख्ने भन्ने चाहिँ मिडियन भोटरको चाहिँ त्यो चोइस छ होइन, 58th पर्सेन्टाइलमा मिडियन भोटरको चोइस त्यो छ। तर यदि अब एउटा पोलिटिसियन आयो त्यसले चाहिँ नि म होइन, म मेरो सिद्धान्त अनुसार चाहिँ 10% ट्याक्स हुनुपर्छ अरे वेबसाइटमा होइन, 10% हुनुपर्छ भन्यो भने त्यसले 10% अथवा 10% भन्दा कमका सबैको भोट खायो है, तर 10% बढीको भोट खाँदैन, अर्कोले जित्छ। अब अलिकति यो एक्सप्लेन गर्न आएको छ, अरू बुझ्नुहोस् होइन। मिडियन भोटर थ्योरम भन्ने हुन्छ। इक्जाम्पलको लागि चाहिँ नि अब धेरैजनाले चाहिँ नि कसैले अब पिज्जा बनाउँदाखेरि कसैलाई चाहिँ नि मसरुम हाल्न मन लाग्छ अरे, कसैलाई होइन मसरुम होइन मलाई चाहिँ नि अनियन हाल्नु पऱ्यो। चोइस चाहिँ एउटा मात्र छ है, फेरि पोलिटिक्सको केसमा एकदम लागु हुन्छ यो चोइस एउटा मात्र, अब एउटा भोट हुन्छ होइन, एउटा पोजिसन हुन्छ भनौँ न इक्जाम्पललाई। त्यतिखेर चाहिँ अब कसैलाई चाहिँ नि अनियन हाल्न मन लाग्छ अरे, कसैलाई चाहिँ अलिभ हाल्न मन लाग्यो अरे, कसैलाई चिज हाल्न मन लाग्यो अरे, कसैलाई चाहिँ मासु हाल्न मन लाग्यो अरे, चिकन हाल्न मन लाग्यो अरे, अब गोट हाल्न मन लाग्यो अरे कसैलाई होइन, कसैलाई के हाल्न मन लाग्यो अरे। अब पिज्जा चाहिँ कस्तो बन्छ लास्टमा कसरी बनाउने त पिज्जा, अब सबैको मिलाउनु पऱ्यो। पिज्जा बन्दाखेरि चाहिँ के कस्तो पिज्जा बन्छ भने एकदम मिडियन पिज्जा बन्छ क्या। चिज हालिदिने फर इक्जाम्पल, चिज हालिदिएपछि सक्यो सबै, खुसी पनि हुँदैन दुखी पनि हुँदैन भने जस्तो। किनभने चिज पिज्जा नर्मली मान्छेलाई ठिकै ओके लाग्छ, मिठो धेरै मिठो पनि लाग्दैन, धेरै नमिठो पनि लाग्दैन, किनभने चिजमा त अब भेजिटेबल पनि भयो, अब नन भेजले पनि खाइदिन्छ होइन। त्यही हो कि अब मिडियन भनेपछि पोलिसिजहरू चाहिँ वाटर डाउन हुँदै जान्छ, मिडियनतिर जान्छ, नयताको हुन्छ नर्मली पोलिसिजहरू है। त्यही हो अब प्रपोज गरे 1957मा विन्स द मेजोरिटी। अब क्यान्डिडेट जो चाहिँ क्लोजेस्ट टु द मिडियन भोटर विन्स द मेजोरिटी रुल इलेक्सन्समा। अब डेमोक्रेसीमा मेजोरिटी रुल इलेक्सन हुन्छ, त्यसमा चाहिँ नि जसले मिडियन भोटरलाई को सिद्धान्त आफ्नो सिद्धान्तलाई मिडियन भोटरको चाहिँ सिद्धान्तसँग मिलाउँछ त्यसले चाहिँ इलेक्सन जित्छ डेमोक्रेटिक स्टेटमा। यो चाहिँ अब एकदम यसलाई अलिक बुझ्नु पऱ्यो भने चाहिँ एकदम यो सागरै छ क्या यसमा, तर अहिलेको लागि बुझौँ। अब त्यसले चाहिँ एउटा एक्सप्लेन चाहिँ के गर्यो यहाँको कुरा आयो, किन एउटा कुरा चाहिँ के एक्सप्लेन गर्छ भने जस्तै किन पार्टिजहरू चाहिँ पुरै एक्सट्रिममा जान चाहँदैनन्। जस्तै अब तपाईँको यो त दुनियाँभरका पार्टी छन् नेपालमा होइन, त्यसले एउटा यो पनि एक्सप्लेन गर्छ क्या, दुनियाँभरको नेपालमा पार्टी छन् तर सबै पार्टी चाहिँ उस्तै सिद्धान्त लिएर बसिरहेछन्, एक्सट्रिममा गइरहेछन्। म यो पार्टी चाहिँ कम्प्लिटली चाहिँ म पुरै यो रिभोल्युसनरी चाहिँ माओइजम ल्याउँछु भन्ने मान्छे पनि अब यसले आएर डेमोक्रेटिक उसमा नै एउटा माओवादी र एमालेमा खासै त्यति फरक छैन, अब देखिएन होइन। अब एमाले पनि म चाहिँ पुरै एकदम पुरो गर्छु, एकदम कम्युनिजम ल्याउँछु गर्छु भनेर भन्छ होइन, तर रुल गर्दाखेरि चाहिँ उसले पनि त्यही काङ्ग्रेसको जस्तो अब रुलहरू पोलिसिजहरू उसले पनि त्यसै गरी पोलिसिजहरू हुन्छ, अलिकति कडा अलिकति देखिए पनि तर पुरै एक्सट्रिममा चाहिँ कहिले पनि जाँदैनन् क्या। किनभने उनीहरूलाई डेमोक्रेटिकमा त जित्नु छ नि, इलेक्सन त जित्नु छ,
भनेपछि एक्सट्रिममा गएपछि उसले धेरै भोट पाउँदैन क्या, मिडियनमा बस्नुपर्छ। इभेन्चुअली चाहिँ 50,000वटा चाहिँ पोलिटिकल पार्टीहरू छन् नेपालमा। एक्चुअली नभए पनि मैले अलिक एक्जाजरेट गरे हो होइन, तर बुझ्नुभयो। यति धेरै पोलिटिकल पार्टिजहरू छन्, त्यही पनि सबैको सिद्धान्त ल घुमिफिरी उस्तै उस्तै भएर आउँछ, हुनु पनि पर्यो। भएन भने त उसले जित्दैन भोट होइन, त्यो कुरा भयो। यो चाहिँ त्यो पनि एक्सप्लेन गर्छ। अब यो बेस्ट वर्क इन टु पार्टी सिस्टम, लेस एक्युरेट मल्टी पार्टी सिस्टम भन्छन् होइन, तर मल्टी पार्टी सिस्टममा दुई चारवटा कुराहरू चाहिँ यसले यो मिडियन भोटर थियोरमले चाहिँ दुई चारवटा कुरा चाहिँ नि ट्रु हो क्या यसको लागि। जस्तै फर इक्जाम्पलको लागि अब एक्सट्रिम किन हुँदैनन् पोलिटिसियनहरू होइन, अनि सबै पोलिटिसियनहरू चाहिँ उस्तै उस्तै किन सुनिन्छ गफ गर्दाखेरि होइन, अब सिद्धान्त कुरा गर्दाखेरि। त्यसपछि चाहिँ नि के भन्छ, हाम्रो चोइसेसहरू लिमिटेड हुन्छ भोट गर्दाखेरि होइन, अनि हामीले चाहिँ नि जतिसुकै यो पुरै रिभोल्युसनै ल्याउनुपर्छ भने पनि लास्टमा मिडियन जो छ त्यसको चाहिँ पोलिसी अगाडि बढ्छ। भोटरले मिडियन जो भोटरले चुज गरेको छ त्यो चाहिँ मिडियन चाहिँ अगाडि जान्छ। त्यो कुराहरू चाहिँ एक्सप्लेन गर्छ। अर्को थ्योरी चाहिँ रेन्ट सिकिङ थ्योरी भन्ने छ, यो चाहिँ इन्सेन्टिभको कुराबाट आउँछ होइन। त्यसपछि चाहिँ अब यसमा चाहिँ के कुरा भयो भने बेनिफिट्स, अब जस्तै बेनिफिट पावर ल्याउँछ, ग्राब पावर्सको चाहिँ पोलिटिसियनहरूले पावरको युटिलाइजेसन गर्छन् बेनिफिटको लागि भन्ने हुन्छ। यो चाहिँ रेन्ट सिकिङ, केही न केही चाहिँ मलाई चाहियो यसको बापत भन्ने। अब त्यो अघिको जुन सिद्धान्त छ नि त्यो मैले भने जस्तै केही न केही इन्सेन्टिभ बिना काम गर्दैनन् पोलिटिसियनहरूले, सेल इन्ट्रेस्ट, आफ्नो इन्ट्रेस्ट हुन्छ। जस्तै अब क्लासमा तपाईँले क्लासमा चाहिँ मोनिटर भन्ने हुन्छ होइन, कहिलेकाहीँ चाहिँ त्यो क्लासको मोनिटरले चाहिँ अब आफ्नो फ्री केही कुरा अब यसमा अब फ्री स्न्याक्स चाहिँ अब अमेरिका कन्टेक्समा, तर नेपाल कन्टेक्समा भनौँ न, अब अलिकति मोनिटर भयो भने अलिकति मलाई चाहिँ नि टिचरले पनि अलिकति राम्रो एङ्गलले हेर्छ भन्ने अलिकति सेल्फ इन्ट्रेस्ट भएर मोनिटर, क्लास मोनिटर बन्ने भयो। अथवा चाहिँ नि मैले यो मोनिटर भयो भने मेरो चाहिँ नि फोकस चाहिँ क्लासमै हुन्छ र मैले राम्रो ग्रेड ल्याउँछु अनि म चाहिँ ऊ हुन्छु भन्ने एउटा केही न केही कारण होइन। त्यो चाहिँ अब त्यो कारण हुनु भएन। एक्चुअल भन्दाखेरि मोनिटर चाहिँ मोनिटरको मात्र काम गर्नु पऱ्यो, मोनिटरको मात्र सोच्नु पऱ्यो, तर त्यो हुँदैन क्या। केही न केही कारण नभइकन गर्दैन कसैले पनि। त्यो चाहिँ अब रेन्ट सिकिङ भन्छन्, केही चाहियो, रेन्ट चाहियो मलाई, मैले यो गरे बापतमा भन्ने कुरा भयो। अनि इम्प्लिकेसन भनेको त करप्सन एन्ड मिसयुज अफ, अब किन करप्सन हुन्छ भन्ने कुरा त्यसले जनाउँछ है। योले अलिकति एक्सप्लेन गर्यो, त्यो सबैलाई थाहा छँदैछ, एक्सप्लेन गर्दैन। यो मैले स्किप गरेँ है। कनेक्टिङ द डट्स फिराइ त्यही भयो। कोलिसन एम्प्लिफाई इनइफिसियन्सी कोलिसन भयो भने चाहिँ अब यो केही कुरा पनि पास नहुने, खालि कोलिसनमै बसिराख्ने, भोट र रेन्ट चाहिँ म्याक्सिमाइज गर्न खोज्छन्, पब्लिक वेलफेयरमा चाहिँ बढी फोकस गर्दैन पोलिटिसियनहरूले होइन। भनेको म पब्लिकको लागि काम गर्छु भन्ने मान्छे कमै हुन्छन्, किनभने कमै हुन्छन् होइन, ल अब हुँदैनन्, किनभने उनीहरूको आफ्नो इन्ट्रेस्ट भनेको बोर्ड र चाहिँ केही आफ्नो सेल्फ इन्ट्रेस्टहरू गेन गर्नको लागि नै लागि पर्ने हो होइन। पब्लिक वेलफेयरको लागि कम्प्लिटली चाहिँ नि अर्काको जिन्दगी राम्रो होस् भनेर मैले काम गर्छु भन्ने त्यो सिद्धान्त धेरै दिन चल्दैन, जतिसुकै ठुलो पोलिटिसियन होस् होइन। उसको आफ्नो पर्सनल इन्ट्रेस्ट, मैले अघि एक्सप्लेन गरेँ, आफ्नो पर्सनल इन्ट्रेस्ट हुन्छ। पर्सनल इन्ट्रेस्ट भनेको चाहिँ म खुसी हुन्छु, मेरो जिन्दगी खुसी हुन्छ, मैले मान्छेलाई हेल्प गरेँ भने मलाई आफ्नो इगोलाई चाहिँ फिल हुन्छ, म चाहिँ बेटर फिल गर्छु भन्नेको कारणले गर्दाखेरि उसले मान्छेलाई हेल्प गर्छ। अब उसले जहिलेसम्म आफूलाई बेटर फिल गर्छ उसले गर्छ। अब जहिलेसम्म उसले चाहिँ नि जति गरे पनि मान्छे खुसी भएन भने ऊ डिप्रेसनमा गयो है भनेपछि त्यहाँनिर कुरा बुझ्नुपर्ने कुरा आयो।
वाटर डाउन पोलिसिजहरू हुन्छ मिडियन भोटरको त्यो थ्योरीवाला कुरा गऱ्यो भने पोलिसिजहरू पुरै वाटर डाउन हुन्छ। अब नेपालको यसमा एकदम धेरै हुन्छ क्या, किनभने 50वटा पोलिटिकल पार्टिजहरू छ। अब सबैले अलिअलि भोट पाइरहेको हुन्छन् होइन, मेजोरिटी पार्टी कहिले होइन, जहिले कोएलिसन गरेको छ। त्यसपछि चाहिँ नि अब पोलिसिजहरू क्लियर बाई पार्टिसन भन्छन् अमेरिकामा होइन, भनेको पार्टी पोलिटिक्समा नलागेको पोलिसिजहरू, पोलिटिकल पार्टीको इन्फ्लुएन्स भन्दा पनि मान्छेको वेलफेयरको लागि बनाउने पोलिसिजहरू चाहिँ नि कम भन्छन् क्या। किनभने अब कसैले एउटाले प्रपोज गर्यो, कुनै एउटाले प्रपोज गर्यो भने अर्कोले चाहिँ होइन यो मिलेन भन्छ, ल त्यसको चित्त बुझायो। अर्कोले होइन मिलेन भन्छ। यो चाहिँ एकदम नेचुरल हुन्छ है, यो त नेचुरलै हो। यो यो धेरै कोलिसनको गभर्मेन्ट नहुँदाखेरि त्यो त्यो हुन्छ नै कहिले पनि। अनि मिडल ग्राउन्डमा जाने जहिले पनि ठिक छ, मिडल ग्राउन्डमा गइरहेको, मिडल ग्राउन्डमा हामी चाहिँ जहिले पनि अब मिडल ग्राउन्डमै गरिराख्ने, कुनै फड्को सड्को नमार्ने, मिडल ग्राउन्डमै काम गरिराख्ने, त्यो पनि ठिकै हो। अब त्यो चाहिँ अब ऱ्यासनल थ्योरीको अनुसार त त्यही नै हुने नै त्यही हो। कलेक्टिभ एक्सन चाहिँ ग्रिड लक लाग्ने, अब प्रिन्सिपल एजेन्ट विक एकाउन्टेबिलिटी, अब कसैको पनि विक कोही पनि प्रिन्सिपल एजेन्ट छैन क्या। प्रिन्सिपल चाहिँ कोही पनि हुने भएन, विक हुने भयो प्रिन्सिपल कोही पनि। अब एउटा धेरै कोलिसन भएपछि जस्तै केपी ओली प्राइम मिनिस्टर भयो नि, तर उसको खासै पावर त थिएन, किनभने 50वटा अर्को पार्टीहरूको पनि मान्छे हुलेर एउटा गभर्मेन्ट बनाएको थियो बाध्यताले। अब माओवादीले पनि त्यही गरेको थियो, रासपालाई हुलेर यताउता गरेर बनाएको थियो। उसको आफ्नो प्रिन्सिपल एजेन्ट एपी ओलीले बसेपछि टाइम होइन राम्रोसँग काम गर्नु भन्ने, तर उसको त एक्चुअल धेरै पावर थिएन। प्राइम मिनिस्टर भए पनि कसैले सुन्थ्यो, अब सुन्थ्यो कि सुन्दैन थियो, खासै सुनेको जस्तो देखिएन। प्रिन्सिपल अथोरिटी चाहिँ कम हुने भयो कोएलिसन भएपछि, अकाउन्टेबिलिटी कम हुने भयो। कसलाई क्वेसन गर्ने? अहिले पो मान्छेले केपी ओली भनेको छ। केपी ओलीले मात्र सरकारमा थिएन नि, काङ्ग्रेस पनि त सरकारमा थियो, अरू पार्टिजहरू पनि सरकारमा थिए। लेजिस्लेटिभ बडीमा चाहिँ त्यत्रो अरू पार्टिजहरू पनि थिए, तिनीहरू पनि त अकाउन्टेबल हुन्छ नि होइन र। तर धेरैजनाको मेजोरिटी गन्जागोल भएपछि काउन्टेबल पर्सन खोज्न सकिँदैन। मान्छेले एउटालाई भिलेन बनाउँछन्, तर यो भिलेन एउटा मात्र हुँदैन कहिले पनि डेमोक्रेसी होइन। अब यो अलिकति जेनजी रिभोल्युसन कन्टेक्स्ट ल्याएर लास्टमा सक्नु चाहिँ जेनजी रिभोल्युसन एन्ड न्यू प्लेयर्स। अब युथ डिमान्ड ट्रान्सपेरेन्सी एन्ड पर्फर्मेन्स। अब अभियसली ट्रान्सपेरेन्सी पनि चाहियो, पर्फर्मेन्स पनि हुनु पर्यो भनेको छ होइन। अनि राष्ट्रिय पार्टीको लिडर बालेन शाहहरूलाई चाहिँ इलेक्सन गरेर बालेन शाहले चाहिँ डिरेक्टली इलेक्टेड एक्जिक्युटिभ चाहिँ एन्ड कोएलिसन डेडलक कोएलिसनले गभर्मेन्ट बनाउँदा कहिले काम नहुने रासपाले चाहिँ अब यो कोएलिसनले हुँदैन, हामीलाई मेजोरिटी चाहिन्छ, मेजोरिटी बिना यो दुनियाँमा यो नेपालमा केही पनि बन्नेवाला छैन। अब त्यो पाउनु त गाह्रो छ, तर होपफुली पाउला कसैले मेजोरिटी नपाएन भने जहिले पनि मिडल ग्राउन्डमै काम हुन्छ है। अब मेजोरिटी डेमोक्रेटिक सिद्धान्तको हिसाबले त मेजोरिटी पाउनु जरुरी छैन, सिद्धान्तको हिसाबले भन्दाखेरि गभर्मेन्ट चलाउँदाखेरि। तर प्र्याक्टिकली स्पिकिङ चाहिँ नै धेरै समस्याहरू हुन्छ। जस्तै अब अमेरिकामा पनि बाई पार्टिसन पोलिसिजहरू बनाउँछन् होइन, तर त्यसको लागि चाहिँ अर्को पार्टीहरूलाई पनि रिजाउनु जानुपर्ने। मेरो पार्टीकै मान्छेलाई पनि मैले रिजाउनु पर्छ क्या, मेरो पोलिसिजहरू मैले यो यो मैले पोलिसी बनाउन लागेको छु, यो चाहिँ नि सबैको लागि राम्रो हुन्छ भनेर रिजाउनु जानु, अर्को पार्टीलाई पनि जानु पऱ्यो है। सबैलाई एउटै कमन ग्राउन्डमा ल्याएपछि अनि लेजिस्लेटिभमा पास हुने हो, नत्र पास हुँदैन। त्यो चाहिँ नि कोएलिसनले गर्दाखेरि चाहिँ डेडलकहरू हुन्छ, त्यो हुँदैन भनेर यिनीहरूले अलिअलि अब पोलिटिक्सको सिद्धान्तहरू अलिअलि यो कारणले हुन्छ भनेर अलिकति उनीहरूले एक्सपिरियन्सले लास्ट फ्यु डेकेड्सको एक्सपिरियन्सले चाहिँ नि उनीहरूले चाहिँ नि होइन यो नहुने रहेछ, मेजोरिटी नै चाहिन्छ। मेजोरिटी चाहिन, अब हाम्रो सिस्टम अनुसार नेपालको सिस्टम अनुसार त मेजोरिटी नभए पनि चल्नुपर्ने हो होइन, किनभने
अर्को तरिकाले पनि गभर्मेन्ट त बन्छ, तर प्र्याक्टिकली स्पिकिङ चाहिँ त्यो इफेक्टिभ हुँदैन है। अर्को अहिले चाहिँ नि डाइरेक्टली इलेक्टेड एक्जिक्युटिभ टु एन्ड कोलिसन डेडलक भनिरहेको छ। अब डाइरेक्ट इलेक्टेड एक्जिक्युटिभ भन्ने कुरा चाहिँ उनीहरूले अहिले नयाँमा आएको, म पनि अमेरिकाको हिसाबले यदि जाने हो भने त्यो एउटा अप्सन हो सेपरेसन अफ पावरको लागि। त्यसले गर्दाखेरि मैले सुरुमा भनेको चाहिँ नि लेजिस्लेटिभ कानुन बनाउनेले कानुन मात्र बनाउँछ, कानुन बनाउनेले चाहिँ एक्जिक्युटिभमा कोलिसनको भागभन्डाको जस्तो राजनीति गर्दैन, डाइरेक्ट जान्छ भन्ने कुरा हो होइन। डाइरेक्टको प्रोज कोन्स के हो? प्रोज चाहिँ नि अब स्टेबिलिटी हुने भयो, क्लियर अकाउन्टेबिलिटी हुने भयो, फास्टर डिसिजन मेकिङ हुन्छ, छिटो काम हुन्छ। जस्तै हाम्रो ट्रम्पले एक्जिक्युटिभ अर्डरहरू त्यो अध्यादेशहरू जाहेर गर्छ होइन। नेपालमा धेरै अध्यादेश केपी ओलीले पनि निकालेको थिए। अब त्यो नर्मली एक्जिक्युटिभलाई चाहिँ त्यो पावर अमेरिकामा हुन्छ होइन, कानुन चाहिँ ढ्याङ्की ढ्याङ्की बनाउने। अनि त्यसपछि लास्टमा चाहिँ नि अब सही कानुन गलत कानुन भनेर कङ्ग्रेसले फेरि त्यसलाई स्ट्राइक डाउन गर्नु मिल्छ होइन। तर क्विक एक्सनको लागि कन्स चाहिँ के भयो भने अथोरिटोरी नेपालमा चाहिँ त्यही भनेर चाहिँ डराइरहेको हुन्छ। किनभने यदि त्यसलाई चेक एन्ड ब्यालेन्स गर्ने छैन भने टेरिनिजम भनेको तपाईँको भनौँ न सिम्पल वर्डमा अलिकति डिक्टेटरसिप टाइपको चाहिँ पनि हुन सक्ने चान्स हुन्छ यदि त्यसलाई चेक एन्ड ब्यालेन्स गर्ने सिस्टम छैन भने। अनि अब अलिकति दलपट भएको सिस्टमहरूमा चाहिँ डाइरेक्ट इलेक्सन गर्दैन रहेछन् होइन। त्यो चाहिँ गर्दैन रहेछन् भन्दा पनि त्यो प्र्याक्टिसमा त्यति सफल हुँदैन भन्ने एक्सपेक्टेसन हो। अनि अलिकति इलेक्सन पनि कस्टली हुने भयो। अब यता एक्जिक्युटिभलाई छुट्टै इलेक्सन, लेजिस्लेटिभलाई छुट्टै इलेक्सन, कसैको पुरानो मान्छेहरूको त्यो पनि एउटा आइडिया हुन्छ, किन 10चोटि इलेक्सन गर्नु पऱ्यो, एउटा इलेक्सन काम चल्छ। अनि अर्को चाहिँ नि पपुलिजम, अब जस्तै ब्यालेन्स छ, जस्तै एकदम पपुलर भयो भने अब केही चिजमा पपुलर भयो भने चाहिँ नि उसले जित्ने भयो। जस्तै अब अर्को इक्जाम्पल दिन्छु म। अब आर्नोल्ड स्वासनेगरले चाहिँ नि जित्यो नि त तपाईँको गभर्नरमा, क्यालिफोर्नियाको गभर्नरमा डिरेक्ट इलेक्सन हुन्छ, क्यालिफोर्नियामा जित्यो, पपुलर भएर जित्यो। अनि उसले पब्लिकको लागि एकदम खतरै चाहिँ नि अब पोलिटिक्स पढेको, दुनियाँ अब पोलिसी बनाउन आउने, उसले चाहिँ नि गभर्मेन्ट ढाक्ने कहिले काम गरेको त थिएन उसले, त्यही पनि पपुलर भएर जित्यो। ट्रम्पले पनि पपुलर भएर जित्यो, ट्रम्पले पनि इलन मस्कलाई ल्यायो, पपुलरिटीको लागि नै ल्यायो होइन। पपुलरिजमले हाबी हुन्छ भन्ने कुरा हो डाइरेक्ट इलेक्सनमा। तर प्रोज चाहिँ के हो भने स्टेबिलिटी, लेजिस्लेटिभले ल्याङ गर्दैन क्या। अब एउटाले कोलिसन गर्ने भत्काइदिने, फेरि अर्कोले कोलिसन गर्ने, त्यसलाई चाहिँ नि अब अविश्वासको प्रस्तावहरू उडाइदिने, नेपालमा त्यही भइरहेछ। लेजिस्लेटिभले चाहिँ एक्जिक्युटिभले बनाउनेमै उसको जिन्दगी बित्छ, कोलिसन गर्छ भत्काउँछ, कोलिसन गर्छ भत्काउँछ, कानुन कहिले बनाउने। त्यो चाहिँ नि एन्ड हुन्छ, स्टेबिलिटी हुन्छ, क्लियर अकाउन्टेबल हुन्छ। तैँले काम गर्नुपर्ने, तैँले काम गर्नुहोस् भनेर सोध्नु मिल्यो। अब यो कोलिसनको गभर्मेन्ट धेरै चाहिँ नि लेजिस्लेटिभबाट एकदम चुनेर गरेको, कसलाई कराउनु जाने। अब अहिलेको केसमा त्यही नै भयो। अहिले त बलिको बख्रा चाहिँ नि केपी ओली भयो, तर त्यत्रो इलेक्ट गरेर जितेका त अरू पनि थिए नि त त्यहाँनिर पार्लियामेन्टमा, उनीहरू पनि त जिम्मेवार हुन्छन्, राजसभा जिम्मेवार हुन्छ, तपाईँको अरू सबै इलेक्टेड पोलिटिकल पार्टिजहरूका चाहिँ लेजिस्लेटिभहरू सबै जिम्मेवार हुन्छन्। किनभने मान्छेले त केही विश्वास गरेर भोट दिएको थिए होइन। तर त्यो चाहिँ नि एकदम काउन्टेबिलिटी हुँदैन, जवाबदेहिता। त्यो ल्याङ फ्याङ धेरै एकदम उसलाई चुज गर्ने भएपछि है। अब अर्को फ्रान्समा चाहिँ सेमी प्रेसिडेन्सियल मोडल भन्ने रहेछ क्या। प्रेसिडेन्सियल इलेक्टेड के भन्छ, प्रेसिडेन्ट इलेक्टेड डिरेक्टली फर स्टेबिलिटी, पिएम अकाउन्टेबल, पार्लियामेन्ट फर रिप्रेजेन्टेसन। पिएम प्रेसिडेन्ट दुइटै हुने सिस्टम, अलिकति त्यो टाइपको।
पनि लागु भएको देखिन्छ। अहिले चाहिँ नि के गर्छ भने अब प्रेसिडेन्टको इन्स्टिट्युसन पनि बलियो भयो। त्यसपछि यतातिर तपाईँको प्राइम मिनिस्टरको पनि बलियो भयो। इलेक्टोरल रिफर्म्सहरू भनेको तपाईँको इलेक्टोरल कलेजहरूमा जस्तै अब अहिले तपाईँले भोट दिनुहुन्छ नि नेपालमा, भोट दिँदाखेरि तपाईँ कानुन बनाउनलाई भोट दिने हो नि त। कानुन बनाउनलाई भोट दिने मान्छेले कानुनमै फोकस गर्छ क्या। अनि तपाईँको क्षेत्रको उसले कुरा चाहिँ नि उठाउँछ कानुन बनाउँदाखेरि होइन। त्यसमा उसको फोकस, उसको कम्प्लिट प्योर फोकस त्यसमा हुन्छ। अहिले चाहिँ के छ भने नेपालमा आफूलाई जानेर जित्छु जस्तो लाग्यो त्यहीँबाट उठ्किने, त्यस्तो चाहिँ अलिकति बकवास छ मलाई होइन। तर कन्क्लुजन चाहिँ के भन्नु पर्यो भने च्यालेन्जेस छ नेपालको, च्यालेन्ज इन इन्स्टिट्युसन, नट जस्ट स्ट्रक्चरल। इन्स्टिट्युसनल च्यालेन्जहरू चाहिँ छ नेपालको होइन। किनभने हामीले जुन इन्स्टिट्युसनल स्ट्रक्चरमा चाहिँ नि आधार भएर, कन्स्टिट्युसनमा आधार भएर, जुन फिलोसफीमा आधार भएर, मल्टिपार्टी डेमोक्रेसीवाला फिलोसफीमा यो जुन सिस्टम छ यसमा रहेर एक्सपेरिमेन्ट गरेर फेलियर भएको देखियो होइन। भनेपछि के इन्स्टिट्युसनल प्रब्लम्सहरू छ। डिरेगुलेसनले मेबी कोएलिसन सल्भ गर्छ। नयाँ रिस्कहरू त्यो मान्छेसँग दायरा छ, अब के हुन्छ कसो हुन्छ भनेर होइन। तर यसले चाहिँ अकाउन्टेबिलिटी र स्टेबिलिटीलाई चाहिँ फोकस गर्छ। नेपालमा स्टेबल भएन भन्छ भने यसले सल्भ गर्छ, स्टेबिलिटी चाहिँ आउँछ। किनभने तपाईँको कोएलिसन बनाएर अविश्वास प्रस्ताव गर्नु भएन। एकचोटिलाई एक्जिक्युटिभ ब्रान्च चाहिँ मान्छेले लिड गरिदिएपछि सक्यो होइन। अब उसले चाहिँ पुरै चाहिँ विध्वंस नै मचाउनु पर्यो, त्यो चाहिँ अब हटाउन मिल्यो। नत्र चाहिँ नि स्टेबल हुने भयो। त्यो लेजिस्लेटिभले चाहिँ ल्याङल्याङ गरेर चेन्ज गरे गर्न पाउँदैन। स्टेबिलिटीको लागि चाहिँ ठिक छ। तर अब त्यसको लागि चाहिँ न्यायपालिका चाहिँ इन्डिपेन्डेन्ट भएर चाहिँ लास्ट डिसिसन मेकर भएर बस्नुपर्छ। अनि जवाफदेहिता चाहिँ एक्जिक्युटिभ ब्रान्चले पनि कम्प्लिटली चाहिँ ट्रम्पको जस्तो फुल पावर म जे मलाई त्यो गर्छु भन्न पनि पाउँदैन। कङ्ग्रेसमा जवाफदेहिता हुने पनि केसेसहरू मिलाएर लानुपर्छ भन्ने कुरा हो। यदि सेपरेट राख्नु छ भने त्यति हो अहिले होइन। तपाईँलाई कस्तो लाग्यो मेरो भिडियो? अलि लामो पनि भयो, छोटो बनाउँछु भनेको थिएँ। तर मेरो फर्स्ट ट्राई यस्तो भिडियोहरू बनाएको कस्तो लाग्छ? मैले चाहिँ नि कस्तो कुराहरू इन्क्लुड गर्न खोज्छु भने जुन चाहिँ अलिकति अलिक एकाडेमिक तरिकाको एङ्गलबाट पनि हेर्ने होइन, त्यो हिसाबले गर्न खोज्छु म होइन। कस्तो लाग्छ तपाईँहरूलाई?